आँखा हेर्न सक्नुहुन्छ मेरो कस्तो छ आँखा लभ यू गर्न चाहन्छौँ अंकल बाबा आजु यस्तरी खान्छ गोदाइ बिहान भइसक्यो हिजोको लहर आयो भरिलै यता भाग दूर हडी क्या हेलो एभ्रीवान वेलकम टु माई ब्लग आफ्टर लङ टाइम नो सी आई होप सबैजना सन्चै आराम हुनुहुन्छ म पनि सन्चै छु र म चाहिँ आज बिहानदेखि साँझसम्म के गर्नेछु र के गर्दैछु भनेर हजुरलाई म यो भिडियो मार्फत देखाउने छु र अहिले चाहिँ म हाम्रो अब मेरो चाहिँ स्कुल छ डान्स सिकाउनु जानुपर्छ मैले चाहिँ त्यही त हो नि बिहान साँझ डान्स क्लास सिकाऊ त्यसपछि दिसभरि स्कुल जाऊ यस्तै हो जिन्दगी यस्तै जाने जिन्दगी ड्रिम भने म्युजिक इन्डस्ट्रीभित्र काम गर्न मन छ त्यो दिन कहिले आउला पर्खाइमा छु र म्याथ गर्नेछु सो दिन एक दिन त आउला नि हेर होइन कसो यत्रो दुःख गरिरहेको छु सो अहिले चाहिँ म जाँदैछु मेरो फर्स्ट स्कुल रहेको छ अहिले चाहिँ 10 बजेदेखि 1 वर्षमा लिटिल एन्जल इङ्ग्लिस स्कुल मैले चाहिँ त्यहाँ पर्मानेन्टली त होइन तर गीतहरू चाहिँ सिकाउनु पर्ने छ दसैँको तिहारको प्लस अनि तिज कृष्ण जन्माष्टमीको लागि चाहिँ सिकाउनु पर्ने छ त्यही भएर मैले चाहिँ गानाहरू भ्याउनु पर्ने हुन्छ आफ्नो टाइम समयमा सो म चाहिँ अब त्यही जान्छु त्यही गरेर हजुरलाई म देखाउनेछु भिडियो मार्फत के गर्नेछु र त्यहाँ के गर्दैछु हेलो गाइस फाइनली म पुगिसकेको छु स्कुल अब चाहिँ म अझ तिज र जन्माष्टमी गीत जसरी भ्याउनु पर्नेछ तर जहाँसम्म कोसिस गर्नेछु म ओके भित्र भेटेँगे अब म चाहिँ बच्चाहरूको वेटमा छु किनकि अब जन्माष्टमीको र तिजको गाना मैले सिकाउनु पर्नेछ 5-5वटा सो म चाहिँ अब बच्चाहरूको वेटमा छु अब बच्चाहरू आइसकेपछि मैले उनीहरूलाई डान्स सिकाउने छु तिजको र जन्माष्टमीको हिजोको लहर आयो बरिलै हिजोको लहर आयो बरिलै हाला डाउन भइसकेको छ मेरो त बिहान उठ डान्स सिकाऊ साँझ दिउँसभरि डान्स सिकाऊ साँझ डान्स सिकाऊ नाच्या छ कम्मर भाच्या छ हाला डाउन भइसक्यो आँखा हेर्न सक्नुहुन्छ मेरो कस्तो छ आँखा खतम भइसक्यो सजिलो कहाँ छ र भन्छन् मान्छेले नाचेर पैसा बहुत कमाउँछस् कति मजा आयो तँलाई र कति गाह्रो हुन्छ त मलाई थाहा छ नि डान्सरलाई थाहा छ नि कति गाह्रो हुन्छ पैसा कमाउन गाह्रो छ गाह्रो र गाइज बच्चाहरू आइसकेका छन् बच्चा ग्याङ यो चाहिँ हाम्रो 1 देखि 3 क्लाससम्म छान्नु भन्नुभएको थियो म्यामले सोच 1 देखि 3 क्लासमा छानेर एउटा ग्रुप बनाएको छु प्लस 6 देखि 8 सम्म एउटा ग्रुप बनाएको छु 6 देखि 8 सम्म त तिमीहरूको ग्रुप होइन होइन 3 देखि 6 सम्म होइन 5 सम्म होइन ओके 3 देखि 5 सम्म ग्रुपका बच्चे लोग याद गरेछु क्या स्टेपहरू खान्छ भाइ धोपी नत्र पिटाइ त बुझ्यो कि नै यो चाहिँ हाम्रो लिटिल एन्जल इङ्ग्लिस स्कुल म यहीँ पढेको हो कहिले काहीँ खुसी लाग्छ आफूले पढेको स्कुलमा डान्स टिचर भएर एउटा कोरियोग्राफर गर्दा यो जस्तो प्राउड फिल के हुनसक्छ होइन सो अब म चाहिँ आफ्नो कामतर्फ लाग्छु सो लेट्स सी गाइस अरे यता ओली यता हो क्या अझ यता तिमी नै तिमी पछि रह भाइ यस्तै यता आउँछ यता नानी अझ साइडमा तिमीले बिगाऱ्यो भने त यस्तै खान्छौ कसम से गऱ्यो भने त उठ्बस सुनाउँछु मलाई थाहा छ नि ड्याडी टक 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 घुम टक 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 यता त पत्र अरे तिमीहरूको कम्प्युटर हान्छु र मैले तिमीहरू ए यस्ता छन् बच्चाहरू यार ए कता घुम्छौ तिमीहरू
तू लाइन कहाँ लाग्यो तौले यस्तो बिगारेन कसम छोटा ग्याङ हाम्रा छोटा ग्याङहरू त्यहाँ सिकिरहन् प्र्याक्टिस गरिरहन् थाहा छ नि त कुर्छु भनेर मैले फेरि तिमीलाई मैले हिजो के भन्थ्यो भने त याद रहनु भन्थ्यो किन मैले ल भोलि हुन्छ तिमीको डान्स ल उठ्नु सर फास्ट 5 उठ्नु सर सल 5 उठ्नु सर 5 उठ्नु तिमीलाई हिजो मैले के भन्थ्यो भने त के भन्थेँ के भन्थ्यो भनेको याद रहनु भन्थ्यो कि तिमीलाई मैले अनि के गरे यतिले पुग्छ हिजो जस्तो गर्थ्यो त्यस्तै गरिरहेको छु कि अहिले पनि बुझ्यो कि नै अब टक्क म गएँ है यहाँदेखि नानी तिमी यता सर बाबु अनि फेरि टक्क जाँदैछु फेरि अर्को नानीलाई सिकाउँदैछु यतादेखि यता आऊ भनेर फेरि अर्को नानीलाई यता सराएँ फेरि अर्को नानीलाई पनि यता आऊ नानी भन्न छु अर्को नानी पनि यता आऊ भन्दैछु तिम्रो चाहिँ भोलि हुन्छ आज हुन्न ल भनिरहेको थिएँ र फेरि अर्को नानीलाई सराएँ फेरि अर्को नानी तिमी यता अलि पछाडि आऊ र पछाडि जाऊ भने हात समात भने मैले हात सबैलाई समात भने जम्प गरेर है 5 6 7 गो जम्प जम्प 1 2 3 4 फेरि 5 5 6 7 गो 1 2 3 and 4 1 2 3 खै तिमी कहाँ खै त अगाडि Five, 6, 7, go. Jump, jump. 1 2 3 1 2 अगाडि बढ्नु न अगाडि बढ्नु पर्दैन अगाडि 1 2 3 1 2 3 1 2 3 1 2 बिचमा घेर्ने हो के गाह्रो छ सिकाउन गाह्रो छ Ready? 5 6 7 go chain ए ध्यान कहाँ तिमीहरूको chain 1 2 3 4 5 6 7 8 1 2 3 4 एउटा ग्रुपको पालो सक्यो सो नेक्स्ट ग्रुप बच्चेलो ग्रुप याद गरेर आजको तिमीहरूले पक्का हो नि म त खान्छ कसम थाहा छ नि हिजो के भन्थेँ मैले एउटा बिगारी खाएको है कसम से 5 6 7 गो ए तिम्रो हो फास्ट भयो फास्ट भयो आऊ हाँस भयो के गरेर भएन राख्ने
बेला चाहिँ 3 कुरा हुन्छ है 5 मतलब हामी सक्छ 5 6 7 0 काटेर गए छुट्टै अति किन त्यसो हमारा ड्युटी सकिसक्यो अब हामी जाँदैछौँ अर्को स्कुल भोक लगाएर पेट खतम भइसकेछ तर पनि म पेटलाई कन्ट्रोल गरेर म जाँदैछु अर्को स्कुल हाई भन बाई भन अर्को दिन भेटौँला भन अर्को दिन भेटौँला भन अब अर्कोचोटि सोमबार भेट्ने अब सोमबार तिमीले याद गरेर आएनौ भनेपछि यस्तरी खान्छौ गोदाई यस्तरी खान्छौ गोदाई बुझ्यो कि नहीं बुझ्यो नि अब हम जा रहे नेक्स्ट स्कुल अर्को स्कुल थकाइ लगाएर खतम भइसक्यो भोक लाग्यो मुसा दौड्यो बाई बाई टाटा टाटा सी यू टेक केयर पानीले भिज्यो बरीलाई अब हामी नास्ता खाँदै जम्मा छौँ नास्ता भोक लाग्यो नास्ता खाके अङ्कल नास्ता नि त नास्ता भोक लाग्यो के खानु पर्यो भनेको त समोसा पाकेको छ समोसा खाइदिनु पर्यो लागेको छ लास्टै पानी पनि यस्तरी परिरहेको छ कि बस 15 मिनट छ मेरो क्लास स्टार्ट हुन सो म चाहिँ अहिले भित्र नास्ता खान आएको छु होटलमा पसेको छु त्यो पनि पानी परेको हुनाले म बिच बाटोमा रोकिएर म होटलभित्र पस्ने एउटा मौका पाएको छु र त्यो मौकामा मैले एउटा आफूले पेट भर्नलाई नास्ता खाँदैछु हेलो आज चाहिँ मेरो स्कुलको मन्थली टेस्ट भएको कारणले आज मेरो लागि रेस्ट भएको छ रेस्ट म कति खुसी छु होला सोच्नु सक्नुहुन्न तपाईँ आज मलाई रेस्ट मिलेको छ किनभने चाहिँ आज म एकदम खुसी छु थकाइ पनि लागेको थियो निन्द्रा पनि लागेको थियो नसुतेको हिजो राति लाइन गएर नसुतेर आँखा दुखेर खतम भएको छ म चाहिँ अहिले घर पुगिसकेको छु र म चाहिँ अब एउटा मेरो सो चलाइरहेको छु सोको लागि म अब भिडियो एडिट गर्दै जान छु अब एकछिनमा 10 मिनट रेस्ट गरेर जान्छु अनि म भिडियो एडिट गरेर मैले साँझसम्म जसरी पनि पोस्ट गर्नुपर्नेको छ त्यसैले म अब 1 घन्टा नै आधी घन्टा रेस्ट गरेर जान्छु अहिले चाहिँ म घर पुगिसकेको छु अब म हेरौँ मेरो छोरी र मेरो बुढी के गरिरहेको छन् मौज मस्ती खेल्नलाई रमाइलो छ सुत्या छन् खाया छन् के छ जिन्दगी ग्यास सकेर खतम भएको छ ग्यास सकेर यस्तरी आगोमा बालेर खानु परेको छ के भने जिन्दगी यति खतम भइसकेको छ मेरो जिन्दगी लास्टै गाह्रो भइसकेको छ नि गाइज दाउरा त्यहाँ दाउरा छ यहाँ चुलो छ हाम्रो चुलो खतरा छ नि फेरि चुलो हाम्रो चुलो फेरि खतरा हो नि त लास्ट खतम भइसक्यो जिन्दगी ए सुन्नु हेलो गाइज म चाहिँ रुम पुगिसकेको छु रुममा हाम्रा चेली सुतिसकेका छन् ओइ सिर्निका हेलो ओइ उडा बिहान भइसक्यो यता जिन्दगी मोज छ भाइ तिमी दुईजनाको कसम सुत्या छन् जिन्दगी मोज छ मोज हामी बाउ छोरी हामी खेल्दैछौँ हेलो गाइज भन्दैछ न हेलो गाइज म सिर्निका बुढा थकी म खतरा डान्सर बन्ने हो डक्टर बन्ने हो भन्नु त डक्टर डान्सर हेलो हेलो मुतिजनाले लास्ट मुच्छुन् त्यो दिन कसम मुतुरी मुतुरी ए मुतुरी मुतुरी ए मुतुरी म खाना खाँदैछु खाना खाएको भिडियो त नबनाऊ तर के खाँदैछु त्यो चाहिँ भिडियो बनाऊ ल
हेर्नु सक्नुहुन्छ मासु पाकेको छ, दाल पाकेको छ, अनि यो मेरो बुढीले अचार बनाएको आँखा देख्छस् नि देख्छु नि यो मेरो छोरी रेडी कपाला रेडी भएको छ खाना खानलाई खाना खाने कि नै खाना खाने कि नै माथु खाने कि नै माथु माथु खाने कि नै माथु माथु खाने कि नै आया नै साना माथु खाने कि नै माथु साना माथु खाने कि नै माथु ए सानो त्यही राख साइडमा त्यही राख त्यही राख चप्पल त्यही राख भनेको चप्पल आउँछु रे यहाँ भात खान म त खान लाग्यो ल बाई टेक केयर गुड नाइट डगाइदियो ल आउँछु ल चप्पल चप्पल दिएर राख चप्पल फास्ट आउँछु ल अरू पानीमा ल्याऊ बस माथु खाने कि माथु माथु खाने कि नै माथु खाने कि माथु बस बस माथु खाने कि माथु माथु खाने कि माथु नै मासु खाँदैछु श्रेणीकाले माथु खाने माथु खाऊ छिटो कुखाइ छिटो मान्नु म खाइसकेँ कुखाइ अब तिमी नै अब तिमी यस्तो झन् लेख्नुहुन्छ न अब तिमी बोलाउँछु म न तिमी नानी रहेछौ तिमी तिम्रो मासु दिन्न फेरि मासु कि मासु चाहिँ खाऊ मासु ल मासु मेरो छोरी सिङ्गर बन्ने लाग्छ सिङ्गर साना लभ यु साना सिन्डिका लभ यु साना फेरि लभ यु आइत्यो बाबा आइस्यो साना बाबा आइस्यो साना बाबा आइस्यो नो अहिले चाहिँ म डान्स प्र्याक्टिस गराइरहेको छु बच्चाहरूलाई सो प्र्याक्टिस गरिरहेको छन् किनभने चाहिँ अहिले एकछिनमा सुट गर्नुपर्ने छ गाइस फाइनली घर पुगिसक्यौँ अहिले चाहिँ हामी गाउँ आएको छौँ घर पुगेर पनि गाउँ अहिले चाहिँ हामी अब गाउँ पुगिसकेका छौँ आजको भ्लग हामी यही इन्ड गर्न चाहन्छौँ धन्यवाद थ्याङ्क यू सो मच र हाम्रो गाइस म कुकुर मै आएको छु है टर्कीको बा हजुरमा बराबर देखिरहेको छु मन गएको छ त बत्ती निचो नजानु बत्ती निचो यता भाग दूर हडी